ल है गाइज म चाहिँ तपाईँहरूलाई एउटा जनावर देखाउन गइरहेको छु। यो जनावर चाहिँ होइन कुखुराको खोरमा कुखुरा खाइरहेको अवस्थामा फेला पारिरहेको अवस्था हो। यस अवस्थामा चाहिँ कुखुरा खाइरहेको अवस्थामा भेट्दाखेरि कुखुरा मालिकले चाहिँ यसको हत्या नै गरिदिएको छ। तपाईँले कस्तो लाग्छ, राम्रो लाग्छ या नराम्रो लाग्छ, आफ्नो टिप्पणी अथवा आफ्नो मनमा लागेको कुरा कमेन्टमा तपाईँले मजाले भन्न सक्नुहुन्छ। यो चाहिँ 4वटा कुखुरा खाइसकेको छ यसले। होइन खाएको भन्दा पनि मारेको छ। यहाँ सरहरू हुनुहुन्छ यता होइन, उता आन्टीहरू पनि हुनुहुन्छ। यो चाहिँ अब आउँदाखेरि बस्ने बित्तिकै चाहिँ 4वटा कुखुरालाई हत्तपत्त हानेर चाहिँ कुखुरा मालिकले थाहा पाएर चाहिँ कुखुराको आवाजले गर्दाखेरि क्वाँ 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 गरेको आवाजले गर्दाखेरि थाहा पाएर चाहिँ यसलाई अट्याक गरेको छ। हेर्नु यो आँखा कस्तो डरलाग्दो पो छ, मुखमा रगतै रगत छ। यसो हेर्दाखेरि पनि डरलाग्दो खालको छ। तपाईँले यसलाई यता पुच्छरबाट पनि एकिङ गर्न सक्नुहुन्छ। हेर्नु त कस्तो पुच्छर यसको, हेर्नु ल यहाँबाट पनि एकिङ गर्न सक्नुहुन्छ। यो कुन जनावर हो होइन, मैले त यसलाई चिन्न सकिनँ होइन, यहाँको सरहरूले पनि प्रायः सबैले कसैले चिन्न सकिनँ।